नमस्कार नारायण जय सेनापत। आज हामी चितवन आइपुगेका छौँ राष्ट्र जोगाउनको लागि र यो देशलाई मजबुत बनाउनको लागि दिनरात नभनिकन आफ्नो पुरा जीवनलाई आहुति दिएर यो समाज र यो राष्ट्रको लागि जिउँदो सहित जस्तो भएर सडक र सदनसम्म हल्लिने गरी बारम्बार अभिव्यक्ति दिने मेघराजजीलाई आज म यस मेरो लाइभमा स्वागत गर्न चाहन्छु। धन्यवाद गुरु। नमस्कार नारायण। भोलिको राष्ट्र जोगाउने अभियानमा के कस्तो हजुरले अगाडि सारिराख्नु भएको छ त्यस बारेमा थोरै बताइदिनुहोस् त। अब नागरिकलाई मौसुफ सरकारले नै सार्वजनिक रूपमा राष्ट्र जोगाउनको लागि मलाई चाहिँ सहयोग गर्नु पर्यो या भने हामीलाई सहयोग गर्नु पर्यो भनेर भनिसक्नु भएपछि हामीमा हर्षोल्लासका साथ यो उहाँको साथ समर्थनको लागि लाग्नुपर्छ भनेर हामीले त्योभन्दा अगाडिदेखि लागे पनि त्यसपछि उहाँको जुन फागुन 7 गते वक्तव्य आयो त्यसपछि हामी झन् एउटा चाहिँ उत्साहित भएर उल्लासका साथ हामी यस कार्यक्रममा यस आन्दोलनलाई अझै एउटा चाहिँ बिट मार्ने गरी या भने टुङ्ग्याउने गरी अगाडि बढिरहेका छौँ। हाम्रो त विशेष गरी के छ भने भोलि चाहिँ ठीक 11 बजे पारस बस पार्क चितवनको भरतपुरमा पारस सरकारको नामबाट रहेको बस पार्क नाम छ। त्यसलाई केही गणतन्त्रवादीहरूले केन्द्रीय बस पार्क भनेर नाम राखेका छन्। त्यो पारस बस पार्कै हो र पूर्व पश्चिम राजमार्ग भनेर नाम राखेका छन्। महेन्द्र राजमार्गलाई त्यो महेन्द्र राजमार्ग नै हो। नाम चेन्ज गरेर यो देशलाई सिङ्गापुर बनाउन खोजेकाहरूले आज झिङ्गापुर बनाए। त्यो भएर यिनीहरूको विरुद्धमा नै हामी लागिरहेका छौँ र यिनीहरूको व्यक्तिगत रूपमा विरुद्ध भन्दा पनि यिनीहरूले बोकेको विदेशीले बोकाइदिएको भारी एजेन्डा जुन छ त्यो एजेन्डाको विरुद्धमा र तिनीहरूले पैसा दिइदिई जुन गाडी दिएको व्यवस्था छ त्यसको विरुद्धमा चाहिँ हामी खुङ्खार बोल्छौँ। चाहे कसैले हामीलाई कन्सर्टमा बन्दुक तेसारोस् तर हामीले गणतन्त्र मुर्दाबाद भन्न चाहिँ छोड्दैनौँ। अब यो राज संस्थाको जुन हामी आन्दोलन गरिरहेका छौँ यसलाई पूर्ण हामी अगाडि बढाउँदै जसरी गरिरहेका छौँ अहिलेसम्म हामीले यसलाई सफल बनाउन सकेन। मलाई जहाँसम्म लाग्छ मेरो अनुमानमा 82 साल भेट्टाउँदैन भन्ने छ। किनभने अब राजा स्वयं सडकमा उत्रिसक्नु भएको छ। उहाँले आह्वान गरिसक्नु भएको छ एउटा सामान्य राष्ट्र जोगाउनका निम्ति राष्ट्र जोगाउन हामीलाई साथ दिनुहोस् भनेको कारणले मात्रै आज पुरा 76-77 जिल्लामा चाहिँ तपाईँको चाहिँ आगो बल्नेदेखि लिएर र्याली हुनेदेखि लिएर एउटा चाहिँ जनताहरू सडकमा आउन थालिसकेको अवस्था छ। यदि राजाले योभन्दा बढेर केही कुरा गर्नुभयो भने के हुन्छ होला अवस्था। त्यो भएर यहाँ कुनै पनि गणतन्त्रको एउटा जग पनि छैन। यो विदेशीले गाडी दिएको जग यहाँ तपाईँको चाहिँ न यसको टुप्पो छ न यसको फेद छ न यसको जरो छ। यो मूल जरो बिना साइड जरोले धानेको यो जग हल्लाउनको निम्ति राजाले बोलिदिएको एउटा शब्द नै काफी छ। यो 82 साल लाग्दैन गुरु। 82 साल नलाग्दै यहाँ चाहिँ उथलपुथल हुन्छ। राजाले नारायण हेटे आफ्नो चाहिँ विरासतको चाहिँ नेतृत्व गरेर बस्नुहुन्छ भने जनताले सायद राजा आउने बित्तिकै हुने त केही होइन यो कुरामा पनि हामी कन्फर्म छौँ ढुक्क छौँ। तर राजाको सँगसँगै राजा देशको एउटा चाहिँ मियोको रूपमा बस्नु भएपछि अरू बाँकी रहेका कामहरू स्वतःस्फूर्त राम्रो हुँदै जान्छन्। भ्रष्टाचार लगायतका व्यभिचारहरू व्यथितिहरू कम हुँदै जान्छन् र यो देशले फेरि पनि हिजोको दिनमा जसरी हामी चाहिँ राजा सहितको चाहिँ परिवार हुँदाखेरि हामी जसरी सुरक्षित र शान्त महसुस गर्थ्यौँ विकसित महसुस गर्थ्यौँ डिप्रेसनका रोगी हामी थिएनौँ त्यही अवस्थामा फेरि हामी पुग्छौँ। पोखरा पश्चिम नेपालगञ्ज धनगढी बुटोल हुँदै अहिले चितवनमा र वीरगञ्जमा भोलि एकै दिन छ वीरगञ्ज र चितवनको। यो कार्यक्रमलाई पूर्ण रूपमा साथ र सफल पार्नको लागि तपाईँले नेपालीहरूलाई कसरी आह्वान गर्नुहुन्छ त? म आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई जसले छातीमा राष्ट्र राख्नु भएको छ दिमागमा राष्ट्रियता सोच्नु भएको छ र यो देश हामीले नै जोगाउनुपर्छ हामी नै हो भनेर सोच्नुहुन्छ उहाँहरू कृपया यी कार्यक्रमहरू भएको स्थलमा सहभागी हुन सक्नुहुन्छ। सहभागी हुनैपर्छ अनिवार्य। अब ढिला नगरौँ। अब मासु रक्सीमा बिक्ने दिन गए। अब तपाईँ हामी कम्तीमा पनि यो देशको विरासत र यो देशको भूमिको लागि यो माटोको लागि र यो देशमा हामीले जुन हाम्रा सन्ततिको भविष्यको लागि हामीले अगाडि बढ्नुपर्छ र त्यसको एउटा चाहिँ मूल जड भनेकै हामी आफ्नो मौलिकतामा फर्कनु हो। हामी आफ्नो एउटा चाहिँ विरासतमा फर्किनु हो र हामीले जुन तरिकाले हाम्रो जग हिजोको दिनमा निर्माण गरे पृथ्वीनारायण शाहदेखिका इतिहासहरू टिस्टा कागडादेखिको इतिहासहरू आज हामीले तपाईँको चाहिँ हाम्रो देशका बिघौँ जग्गा छिमेकीले बेच्दा पनि हामी एउटा नोट अफ डिसेन्ट समेत लेख्न नसक्ने हैसियतमा पुगेका छौँ। हाम्रो हैसियत यो अवस्थामा पुगेको छ। त्यस भएको कारणले गर्दा हामी आफू बलियो नभइकन कसैसँग आँखा उठाएर बोल्न सकिँदैन भन्ने कुरा हामीले विदेशमा अहिले भू राजनीतिक अवस्थामा जुन घटनाहरू घटिरहेका छन् त्यहाँबाट पनि हामीले चाहिँ महसुस गर्न सकिन्छ। चितवन पवित्र भूमि देवघाट नजिकै छ पवित्र भूमि। त्यहाँ धेरै पण्डित पुरोहितहरू मठाधीशहरू सबैजना हुनुहुन्छ। उहाँहरूलाई चाहिँ तपाईँ के सन्देश दिनु? उहाँहरूले त यति साथ दिएको जस्तो देखिँदैन।
किन होला? के सहकार्य नभएर हो कि उहाँहरू आउन नचाहनु भएको हो कि राजतन्त्रको पक्षमा? उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ? हामी पटक पटक गणतन्त्रवादी गुरुहरूलाई भेटेका छौँ, राजतन्त्रवादी गुरुहरू या भने आफ्नो विरासतसँग जोडिएका गुरुहरूलाई पनि भेटेका छौँ। हामीले गणतन्त्रवादी गुरुहरूलाई यहीँबाट म चेतावनी दिन चाहन्छु, तपाईँहरूलाई हामीले भेटेको कुरालाई निर्गोलमा पुर्याउनुहोस्। जहिले पनि तपाईँहरू चाहिँ पेन्डिङमा नरहनुहोस्। तपाईँहरूले आफ्ना शिष्यहरूलाई लिएर मैदानमा उत्रनुहोस्। अब ढिला भइसक्यो। अब तपाईँहरूको पनि गुरु राष्ट्र गोरखनाथको चाहिँ चेला राजा, एउटा चाहिँ विरासत बोकेको संस्थाको सभापति जस्तो व्यक्ति, अध्यक्ष जस्तो व्यक्ति, एउटा राजा संस्थाको चाहिँ भोलिको चाहिँ आज पनि उहाँ चाहिँ राजा भएर बसिरहनु भएको छ। उहाँले सिधा रूपमा सबैजनालाई आह्वान गर्दाखेरि गुरुहरू बाहेकलाई आह्वान गरेको होइन। त्यो भएर यहाँका गुरुहरू जति पनि मठाधीश भएर पीठाधीश भएर बस्नुभएको छ, धर्म जोगाइदिनलाई हामी सडकमा सङ्घर्ष गर्ने, धर्म जोगाइदिन यहाँ गाई काटेर खानेदेखि लिएर तपाईँको चाहिँ मान्छे मार्नेसम्मका र धर्म बेच्नेसम्मका, संस्कार बेच्नेसम्मका चाहिँ संस्थाहरूसँग चाहिँ एउटा गिरोहहरूसँग हामी लड्ने। तपाईँहरूको धर्म चाहिँ तपाईँहरूले चाहिँ अनि धर्मको नाममा चाहिँ आफ्नो चाहिँ गुजारा चलाउने यो सधैँ सम्भव हुँदैन। त्यसो भएर अब धर्म जोगाउनु छ भने यो राष्ट्र जोगाउनु पर्छ। राष्ट्र नरहे धर्मको अस्तित्व सङ्कटमा पर्छ। यो अहिले पनि विश्वमा एउटै मात्र विश्वमा हिन्दू राष्ट्र, हिन्दू अधिराज्य कुनै देश छ भने नेपाल मात्र छ। नेपालमा 80% भन्दा बढी हिन्दू अधिराज्य, 90% हिन्दू चाहिँ जनताहरू छन् भने 90% भन्दा बढी ओमकार परिवार छन् भने हामीले कतिपय व्यक्तिहरूले भन्छन् इन्डियाको धर्म हो हिन्दू भनेर। तिनीहरूले इन्डियाको धर्म हो भन्दै गर्दा इन्डियाको कुन ब्रान्ड हो हिन्दू भनेको? इन्डियामा हिन्दू मान्ने जनता छन्, ती सबै नेपालका चाहिँ हिन्दू राष्ट्रसँग प्रेरित भएर उनीहरूले हिन्दू मानेका छन्। इन्डियामा मात्र होइन, अन्य राष्ट्रमा पनि छन्। नेपाल एउटै मात्र हिन्दुस्तान नेपाल हो भनेर पृथ्वीनारायण शाहले भनिसक्नु भएको छ। त्यसो भएपछि हाम्रा वीर वीरङ्गनाहरूले बोलेका कुराहरूलाई हामीले व्यवस्था गर्ने, त्यसपछि गएर हामीले चाहिँ हाम्रा चाहिँ पुर्खाहरूले दिएका देनहरूलाई व्यवस्था गर्ने, अनि त्यसपछि गएर जयमुसी र हल्लेलुया भन्दै हामी कुद्ने र यो देशको मौलिकता सिद्ध्याएर राजा सिद्ध्याएर अहिले राजा आउनुपर्छ भन्ने कुरामा सबैभन्दा बढी समस्या कसैलाई छ भने इसाई र जयमङ्गलहरूलाई छ भने त्यसपछि तपाईँको चाहिँ माओवादी र कम्युनिस्ट भनेका नामका चाहिँ सडक छापहरूलाई छ। मैले यो कुरा के भन्न चाहन्छु भने यो जब यी नेपालमा चाहिँ तपाईँको चाहिँ नास्तिकता फैलाउने पैसा विदेशबाट आउन थाल्यो तब यिनीहरूको चाहिँ तपाईँको चाहिँ एउटा भनौँ न वक्तव्यबाजी र एउटा चाहिँ स्वतन्त्रताको नाममा यिनीहरूले गर्ने बट्ठाइहरू बढेर गयो। भन्न खोजेको के हो भने जब जति पनि युएसएआइडी लगायतका जो सरजका चाहिँ ओपन सोसाइटीबाट पैसा आए, ती पैसाहरू नेपालमा विकासको लागि भनेर आए, तर ती सबै विकास होइन, दिमागमा खर्च गरियो, मान्छेहरूको दिमागमा खर्च गरियो, जुन दिमागले तपाईँ हामीमा फुटाउने काम गरियो। अब अहिले म बोल्दै गर्दा यहाँ कसैले भन्दै होलान्, लेख्दै होलान् तपाईँको कमेन्टमा यो बाहुन बोल्यो, यो छेत्री बोल्यो भनेर लेख्दै होलान्। ती सडक छापहरूको थर हेर्नुहोस्, याकथुङ राई लिम्बू हुन्छ हेर्नुहोस्, राई लिम्बू चन्द्रहाङ लामा, चन्द्रहाङ राई हाम्रै साथी हुनुहुन्छ, उहाँहरू मोहन लामा हाम्रै साथी हुनुहुन्छ। उहाँहरू यो देशको विरासत र चाहिँ तपाईँको चाहिँ यो देशको चाहिँ मौलिकतासँग जोडिएर काम गर्नुभएको छ। उहाँहरूलाई केही फरक पर्दैन। तर जो आफ्नो धर्म संस्कार बेचेर तपाईँको चाहिँ भ्रमको शिकार भएर या चाहे आर्थिक रूपमा प्रलोभनमा परेर उनीहरू जसले धर्म संस्कार बेचेका छन् उनीहरूलाई तपाईँको सबैभन्दा बढी राजासँग समस्या छ। अहिले सबैभन्दा बढी राजासँग समस्या छ। त्यसो भएको कारणले गर्दा राजासँग समस्या हुनुपर्ने कुनै पनि कारण छैन। हिन्दू इन्डियाको हो भनेर कसैले प्रमाण दिन सक्छ भने हामी त्यसलाई तपाईँको चाहिँ पुरस्कृत गर्छौँ। हिन्दुस्तान नेपाल हो, असली हिन्दुस्तान नेपाल हो, नेपाल रहनेछ सधैँको लागि। कुनै इसाईका तपाईँको चाहिँ परिवर्तित इसाईहरूले केही बोलेर केही ख्यासिनेवाला छैन भन्ने कुरा म यहाँ उजागर गर्न चाहन्छु। अवश्य पनि धन्यवाद मेघराजीलाई। र म उहाँले आह्वान गर्नुभयो किनकि देशमा राष्ट्र संस्था अपरिहार्य छ र कोही पनि पण्डित, पुरोहित, पीठाधीश, मठाधीश जो जति हुनुहुन्छ, चितवनमा बस्नुभएको छ, देवघाटमा बस्नुभएको छ र वैदिक सनातन धर्म यदि मान्नुहुन्छ भने राष्ट्र संस्था अपरिहार्य छ। आउनुहोस् भोलि चितवनको बाइक र्यालीमा साराले सहभागिता जनाऊ भनेर उहाँको आह्वानलाई ऐक्यबद्धता र समर्थन गर्दै म पनि बिदा हुन चाहन्छु। भोलि 24 गते ठिक 11 बजे पारस बस पार्कमा जम्मा भएर हामी पुल्चोक, नारायणघाटबाट आप्टारीबाट फेरि बाइपास रोड हुँदै हामी चाहिँ तपाईँको पारस बस पार्कमा आएर हामीले कार्यक्रम टुङ्ग्याउँछौँ। काठमाडौँको भन्दा धेरै जनसङ्ख्या यहाँ भनौँ धन्य 5000 मोटरसाइकल आउने तय भइसकेको छ। आदरणीय साथीहरू, देशभक्त साथीहरू 5000 भनेर त्यहाँभन्दा बढी आउन पाउँदैन भन्ने छैन, 10,000 पनि आउन पाइन्छ। जतिले हेर्नुभएको छ यो भिडियो सेयर गरिदिनु होला। जतिले हेर्नुभएको छ राष्ट्रवादी साथीहरूलाई जा है भनेर भनिदिनु होला। यदि विदेशमा हुनुहुन्छ, यदि बाहिर हुनुहुन्छ भने, यदि यहीँ हुनुहुन्छ भने अनिवार्य रूपमा हजुर उपस्थित भइदिनु होला।
हजुरले न मासु न रक्सी न तपाईँको चाहिँ पेट्रोल खर्च लोभ नगरिकन तपाईँ आउनुभएको यो योगदानले यो लगानीले भविष्यमा तपाईँको र तपाईँको सन्ततिको भविष्य उजागर गर्नेछ त्यो प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु। धन्यवाद।